आज मिति 2081 साल चैत्र 24 गते सोमबारको शुभ दिनको पावन अवसरमा भोजपुर जिल्ला श्रीनगर नगरपालिका 10 महावीर स्थित सङ्घ अनि मेमेहरूको घरमा बोधि मार्ग दर्शन मैत्री धर्मको नीति नियम र विधि विधानअनुसार आफू स्वयं लगायत सम्पूर्ण सङ्घ भक्त अनुयायी सर्व जगत प्राणीको ग्रह शान्तिको निमित्त मैत्री शान्ति पूजाको आयोजना गर्नुभएको छ। यो दुर्लभ पावन विश्व महामैत्री दिवसको पावन शुभ उपलक्ष्यमा महात्मा गुरुहरू मार्फत बोधि मार्ग दर्शन मैत्री धर्मको नीति नियम र विधि विधान अनुसार जप ध्यान साधना पाठ प्रार्थना द्वारा विश्व सर्व मानव जगत कल्याण हितको निमित्त सोमबारको दिन आज यो कुना कन्दरा गाउँठाउँमा सर्व जगत हितको प्राणीको निमित्त सम्पूर्ण जगत प्राणीको निमित्त मैत्री शान्ति पूजाको आयोजना भइरहेको छ। हेर्नुहोस्, यहाँहरूले हेर्न सक्नुहुनेछ यहाँ गाउँठाउँको भौगोलिक बनोट। यहाँ मेमेहरू मैत्री मङ्गलम मेमे हजुरहरू र हजुर पनि यहाँ कहाँबाट पाल्नुभयो? ए हजुर, उहाँ मेमे दिङ्लाबाट आउनुभयो। उहाँ यहाँ आउनुको लागि लगभग 1 घन्टा लाग्छ होइन हजुरलाई? मलाई त अलिक खुट्टाको समस्या छ र 2 घन्टा 3 घन्टै पो लाग्छ। हेर्नुहोस्, 3 घन्टा 2 घन्टा 3 घन्टाको यस्तो कठोर यात्रा पश्चात पनि उहाँहरू धर्म पुण्य लाभ गर्नको निमित्त पाल्नु भएको छ। उहाँलाई धेरै धेरै मैत्री धन्यवाद। यो पूजा पाल्नु भएर धर्म पुण्य लाभ गर्नु भएकोमा र यहाँ उहाँ मेमे हुनुहुन्छ। उहाँ मेमेलाई पनि मैत्री मङ्गलम। कति वर्ष पुग्नुभयो मेमे हजुर? हेर्नुहोस्, 84 वर्षको भनेपछि उहाँ कहाँबाट कति टाढोबाट आउनुभयो त पाल्नुभयो? दिङ्ला बजारबाट सालबटेबाट उहाँ लगभग यहाँ आइपुग्नुको लागि उहाँलाई 5 घन्टा लाग्छ। 5 घन्टा लाग्छ। यो 5 घन्टाको हिँडाइबाट उहाँले सङ्घर्षपूर्ण हिँडाइ, बाटोघाटो त्यस्तै छ। फेरि भने जस्तो अब राम्रो गाडीको बाटो सुविधा छैन। 2 खुट्टाको भरमा उहाँ 5 घन्टा 6 घन्टा लगाएर पनि आउनु भएको छ। किन आउनुभयो भन्दाखेरि यो सत्य धर्मको नीति नियमलाई पालना गर्दै अनुसरण गर्दै अपार धर्म लाभ पुण्य लाभको निमित्त उहाँ यहाँ पाल्नु भएको छ। उहाँलाई पनि धेरै धेरै मैत्री धन्यवाद। यसरी नै आउँदा दिनहरूमा जहाँ जहाँ बोधि मार्गदर्शन मैत्री धर्मको नीति नियम र विधि विधानअनुसार पूजा पाठ कार्यक्रम हुन्छ त्यहाँ तपाईँ अवश्य पाल्नुहोला, जानुहोला र अपार गुरु लाभ धर्म लाभ पुण्य लाभ गरेर चाहिँ तपाईँले यही जन्ममा आफ्नो सारा क्लेशहरू नष्ट गरेर चाहिँ उद्धार हुने, मुक्तिमुक्ति हुने जुन तत्त्व प्राप्त गर्दै जानुहोला भन्दै मैत्री मङ्गलम। उहाँ मेमेलाई मैत्री मङ्गलम। र उहाँ पनि भन्नुहोस् हजुरको परिचय। मेरो फुर्तिमान हजुर डाँडा कन्लेबाट हो। एकदम हजुरलाई मैत्री धन्यवाद। डाँडा कान्लेबाट पाल्नु भएको छ। उहाँ पनि यो आजको बोधि मार्ग समय धर्मको ग्रास शान्ति पूजा भइरहेको
यो सङ्घ अनि मिमेको घरमा पाल्नु भएर चाहिँ उहाँले पनि पुण्य लाभ र अरूलाई पनि साथ सहयोग गरेर चाहिँ यो धर्म यो आजको पूजालाई अझै पनि राम्रो होस् भन्ने हिसाबले पाल्नु भएको छ। यहाँ थुप्रै थुप्रै अनि मेमेहरू हुनुहुन्छ। यहाँ फेरि हाम्रो मैत्री भजन यो मैत्री भजन यो सही सङ्ख्या उहाँ अनि आइपुग्नु हो। उहाँलाई पनि मैत्री मङ्गलम। उहाँ कहाँबाट पाल्नु हो यसो उहाँको परिचय लिनुपर्ने थियो। उहाँ भित्र बोल्नुपर्छ नि यहाँ। यो भनेको अवसर शुभ अवसर हो। त्यसो गर्दै अब यता फेरि भजन बनाउने मैत्री भजन किचन रुमतिर पनि एकपटक सबैको ध्यान आकर्षण गरौँ। यहाँ चाहिँ अब रोटी पुरी समोसा आदि इत्यादि अग्रम बग्रम सबै बनाउने यो किचन हो। यो चाहिँ किचन। ल मैत्री मङ्गलम। ल सबैजना नानीहरूलाई मैत्री मङ्गलम। र अलिकति भन्दै अब यति नै यसलाई समाप्त गरौँ। ल